राधे राधे सबैजना फ्रेन्ड्सहरूलाई सबैजनामा राधे राधे। आज म चाहिँ यहाँ काउलेको मन्दिरमा आइपुगिसकेको छु। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ भगवान शिवजीको स्थापित यहाँ माथि पनि मूर्ति छ एउटा है। साह्रै नै उत्तम दिव्य देखिन्छ यहाँबाट। र आज तपाईहरु समक्षमा मैले फेरि पनि भगवान शिवजीको मन्दिरमा प्रवेश गरिसकेका छौं। जय भोलेनाथ, हर हर महादेव शम्भो। जय शिवजी, हर हर महादेव शम्भो। देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो काउलेमा स्थित भगवान शिवजीको अत्यन्त दिव्य मन्दिर अनि शान्त वातावरण, यसैको साथसाथै शान्त वातावरण पनि यहाँ रहेको छ। किनभने मन्दिरमा आइसके पश्चात शान्ति भन्ने कुरा सबभन्दा ठुलो कुरा हो। त्यही भएर शान्ति हुनु परम आवश्यक हुन्छ। र यहाँ चाहिँ अब यो स्थानै यस्तो छ कि यहाँ शान्त वातावरण अनि यहाँ सबै कुरा नयाँ मन्दिर बनिएको प्राय कसैलाई पनि थाहा छैन। त्यही भएर मैले यहाँनिर भिडियो बनाइरहेको छु। आज देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ बाहिर यो चाहिँ हाम्रो अगाडिको चाहिँ सनराइज हो। यहाँनिर अगाडि चाहिँ यो काउलेमा स्थित छ मन्दिर भगवान शिवजीको दिव्य। साह्रै राम्रो छ यहाँ शान्त वातावरण। घाम हेर्नको लागि हामी बिहान आउनेछौँ यहाँनिर। बिहान एक दिन देखाउने छु म तपाईहरु समक्षमा। र यहाँ आउँदाखेरि चाहिँ कसरी आउने भन्ने कुरा म तपाईहरुलाई एउटा भिडियोको मार्फत बताउने छु। र सर्वप्रथम अहिले चाहिँ मन्दिरमा हेर्न शान्ति छ। भगवानको जप गर्नु, भगवानको वन्दना गाउनु चाहिँ यस्तो शान्ति वातावरणमा नै सबभन्दा उत्तम मानिएको छ। हेर्नुस् सबैजनामा राधे राधे। जय सियाराम। महादेव अर्धांगीधार ओम शिव हर 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 महादेव। एकानन चतुरानन पंचानन राधे शिव पंचानन राधे। हंसासन गरुड़ासन हंसासन गरुड़ासन वृषवाहन साधु ओम शिव हर 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 मा। सबैमा राधे राधे। तपाईले यहाँबाट देख्न सक्नुहुन्छ यो सनराइज पोइन्ट हो है, काउलेको सनराइज पोइन्ट। यहाँबाट चाहिँ दिन खोलिएको छ भने चाहिँ साह्रै राम्रो राम्रो चिजहरू यहाँबाट हामी देख्न सक्छौँ। यहाँनिर देख्न सक्नुहुन्छ तपाईले। यहाँनिर गुम्बा देख्नु हुँदै होला, चाहिँ मिरिकको गुम्बा हो। यो सबै यहाँबाट अल टोटल सबै देखिन्छ है। आज चाहिँ अलिकति यहाँ बादल लागेको कारणले गर्दाखेरि अलिकति मजाले भ्यू देख्न सकिएको छैन। तर आकाशको भ्यूज हेर्नु कस्तो दामी निक्लिरहेछ आज। वाउ। र यो चाहिँ काउले भ्यू पोइन्ट हो। यो चाहिँ सनराइज भनेर हामी चिन्छौँ। अब यो त पुरानो भइसकिसकेको छ है पहिला भन्दा। यसकै अपोजिट डाइरेक्सनमा चाहिँ हाम्रो यहाँ मन्दिर भगवान शिवजीको दिन खोलिएको बेलामा यहाँ क्लियर देखिन्छ सबै है, कति राम्रो। यहाँ चाहिँ अपोजिट डाइरेक्सनमा ट्याक्कै यहाँ शिवजीको मन्दिर छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ साह्रै राम्रो भ्यू आइरहेछ। यहाँनिर चाहिँ भगवान शिवजी स्थापना गरिएको छ।